Oh my god, ooh la la, देखियो दिलाई. So hello everyone, welcome back to my another video. के छ सबै सन्चैमा हुनुहुन्छ? म पनि एकदमै सन्चै छु र साथीहरु अहिले चाहिँ हामी काठमाडौँमा छौं. आज बिहान आएको बिहान आइयो, खानासाना खायो, फ्रेस भएर अहिले चाहिँ हामी यसो बाहिरतिर निस्किदै छौं. उहाँ चाहिँ मेरो सासु मम्मी हुनुहुन्छ अनि उहाँ चाहिँ मेरो हस्बेन्ड, मेरो छोरी. हेलो से हेलो. अब चाहिँ हामी इन्ड्राइभ गरेर त्यसपछि हेरौँ कहाँ कहाँ गइन्छ. साथीहरु मेरो फुल भिडियो हेरेर चाहिँ मलाई सपोर्ट गरिदिनु होला. स्टे ट्युन. र इन्ड्राइभ पनि आइसक्यो साथीहरु. अब चाहिँ हामी जान लागेको. बम बस्नु. यसै हामी बसन्तपुर दरबार आइसकेका छौँ. यता चाहिँ अब सबैजना घुम्नु पर्यो भनेर होइन त. म चाहिँ कपडा हेर्दैछु. फुली किनिदिन्छ नि कपडा. अहिले ड्युटी सकेपछि आउँछु भन्नु सक्यो दिदी. अब यो बसन्तपुरको रमणीय दृश्य देखेर हामी एकदमै गौरवान्वित महसुस गरेका छौँ कि हाम्रा पुर्खाहरूले यस्ता स्ट्रक्चरहरू कसरी बनाए होला त्यो बेलामा होइन. माटो र सुर्खीले ढिना पिल्लरका यत्रा बिल्डिङ कसरी बन्यो होला हामी देखेर एकदम आश्चर्यचकित भएका छौँ. हामी पहिलोचोटि आएका त होइनौँ, त्यही पनि पहिलोचोटि आउँदा हामी राम्रोसँग नदेखेका रहेछौँ. त्यही भएर राम्रोसँग घुम्दा हामीलाई धेरै राम्रो लागिरहेको छ. महसुस भइरहेको छ. मन प्रफुल्ल भएको छ, मजा आएको छ. जस्ट लाइक अ ब्यालेन्स सिटी. Oh my god, ooh la la, देखियो दिलाई. अब चाहिँ हामी बसन्तपुरबाट निस्किसक्यौँ साथीहरू. बसन्तपुर घुमियो हेरियो होइन. कस्तो लाग्यो? रमाइलो लाग्यो. तर घुमिरहेकै ठाउँ. त अब चाहिँ हामी नेक्स्ट चाहिँ बौद्ध जान्छौँ. बौद्धमा चाहिँ हाम्रो प्यारी दिजुले र अनि मेरो साथीले कुर्दै छिन्. वेट गर्नु भएको छ. अब चाहिँ हामी त्यस कारणले हामी छिटो हिँड्दैछौँ. हिँडेर मात्रै होइन, खुट्टा पनि हल्का हल्का गलिसकेको छ. आज एक दिन डुल्दैमा खुट्टा गलिसक्यो. अब भोलि कहाँ जाने हो थाहा छैन. भोलि न्यु इयरको दिन. सबैजनालाई एडभान्समा ह्याप्पी न्यु इयर. अब चाहिँ हामी इन्टरनेट गरेर बौद्ध पुग्छौँ. बाँकी चाहिँ बौद्ध गर्छी. ओके. हेलो, वेलकम टु माई ब्लग. मेरो साथी पनि आउँदैछौँ कि गेटमा बस्छ भन्थ्यो, आइपुग्न लाइन होला. हामी चाहिँ बौद्ध आइसक्यौँ. अनि भोलि बिहान नै हामी चाहिँ बौद्धमा आइसक्यौँ. सानो
साथी हामीले सिगान सँगसँगै पोस्थ्यौँ है सिगान पोस्दै हिँड्ने साथी होइन त अझ यस्तो रिवाजै त्यही त हो नि अब चाहिँ हामी घुमघाम गर्छौँ यति बेला आउने घुमघाममा त मान्छे त्यहाँ त्यति बेलादेखि छिटो 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 आउनु त्यो उसै नपाएर हो कि उताबाट लाग्दो रहेछ अनि जमजम बौद्धको फेमस किमा नुडल्स है योभन्दा त घरमा बोर्डले मिठो बनाउँथ्यो नि के अरे के गर्ने यहाँ ल्याएर खुवाइदिनु यहाँ ल्याएर गाइस हेलो गाइस उठ्यो म पनि छु है फेरि दिदी ठिक छ नि नानीलाई यता प्लेट चाहिँ खाली भइसक्यो पेट फुल भइसक्यो यता के हुँदैछ त माइ गॉड धेरै पिरो हालेछ कि है धेरै हामी चाहिँ बौद्धको फेमस किमा नुडल्स खाएर निस्किसक्यौँ बौद्धको होइन नेपालकै होला नेपालकै फेमस त्यस्तै काहीँ पनि पाउँदैन जहाँसम्म लाग्छ के हो किमु हो कि यो किमु किम्बु त्यो त अनि जति पनि पाइन्छ अहिले चाहिँ हामी फर्किन लागेको अब चाहिँ हामी बौद्धबाट पनि फर्किन लागेको भ्यू हेर्न सक्नुहुन्छ कति राम्रो देखिएको छ बौद्ध स्तूपा त यस्तो गीत भयो नानी सेम पिन्छ आज मैले 4वटा मेरो सेम लुगा देखिसकेँ कि 4वटा देखिसकेँ वान पिस लाग्छ नि त्यो पनि देख्यौँ हामीले बसन्तपुरमा अनि सर्ट हाल्नु नानी मेरो त सेतो र ब्लू र अनि व्हाइटवाला सर्ट अनि एउटा अझै एउटा ब्याग देखेँ फेरि त्यो चाहिँ हाम्रो बौद्ध स्तूपा सक्नुहुन्छ कति राम्रो भ्यू देखिरहेको छ साथीहरू ए यति फालिसकेर कुरै नगर सो अब चाहिँ हामी बौद्धबाट निस्किन लागेको घर जान लागेको साथीहरू हजुरहरूले मेरो भिडियो हेरेर मलाई सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि नयाँ साथीहरूकोमा पनि मेरो भिडियो गएको छ भने प्लिज सब्सक्राइब गरेर मलाई माया गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई